लाई मारिसकेपछि तामाङहरूलाई यसरी दास बनाएको थियो। 3 पल्टसम्म युद्धमा हारेपछि मिदलाउने नाउँमा सुनकोशी बगरमा रिन्चन दोर्जेलाई बोलाएर मारेको थियो पृथ्वीनारायणले। त्यसपछि निरङ्कुश तानाशाही राजा पृथ्वीनारायण शाहका भरौडे लगायत राणाहरूले तामाङहरूलाई यसरी दास बनाएको थियो। यसरी हाम्रो पुर्खा राजाहरूलाई मिदलाउने नाउँमा सोझो राजाहरूलाई मारेको इतिहास छ। यस्ता राजाहरूलाई फेरि राजा आऊ देश बजाऊ भनेर यहाँ उब्रिने जनता भेडा जनतालाई म के अनुरोध गर्न चाहन्छु भने कुन चाहिँ राजा आउने? अब कि पहिला हाम्रो तामाङ राजाहरू आउनु पर्यो काठमाडौँमा? होइन भने यो हामीलाई मान्य छैन। यो शाहवंशको राजाहरू भनेको त हत्यारा हो। पहिलादेखि नै पाठी जत्रो देशलाई मान जत्रो बनाएको छ यिनीहरूले। तिमीहरू भेडा हो, बेचेर खायो। 240 वर्ष देश चलाउँदाखेरि यिनीहरूले सबै बेचेर खाएर सबै सक्यो। एकीकरणको नाउँमा अरूको राजाहरू मारेर यिनीहरू देश बेच्दै खाँदै गरेर बसेको छ। मगर राजाको राजधानीको रूपमा परिचित ऐतिहासिक बलिहाङ गढी दरबार पाल्पाको बल्लिङगढीमा छ। सदरमुकाम तानसेनदेखि झण्डै 50 किलोमिटर पश्चिम दक्षिण र रूपन्देहीको सालझण्डीदेखि 15 किलोमिटर उत्तरमा पर्ने बलिहाङगढी दरबारको अहिले अवशेष मात्र देख्न सकिन्छ। विक्रम सम्वत 1450 देखि 1809 सम्म मगरातको राजधानीको रूपमा रहेको बल्लिङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको दरबारका अवशेष देख्न सकिन्छ। मगरहरूको विशाल राज्य त्यतिखेरै सञ्चालनमा रहेको कुरा इतिहासमा पाइए पनि व्यावहारिक रूपमा यसको सोधी खोजी हुन सकिरहेको छैन। स्थानीय तथा पत्रकार कमल रायमाझी। मलाई थाहा थियो दरबार हो यो, हामीले भन्ने गर्छौं यहाँ रानी जंगल हो, रानी वन हो, यो रानीको पोखरी हो, राजाको दरबार भन्ने। तर यो को राजा बसे के बसे भन्ने कुरा हामीसँग इतिहास भएन। म इतिहास खोज्दै जाँदाखेरि मैले इतिहासमा के भेटाएँ त भन्दा यो मगर राजाहरूले राज्य गरेको ठाउँ हो र यो नेपालमै शक्तिशाली राजा, यसलाई स्वर्णिम काल, सबैभन्दा स्वर्णिम कालको युग नै यो मगर राजा बलियाङ राजाले राज्य गरेको ठाउँ रहेछ। यहाँ मगर राजा बलियाङ बस्ने र यिनको दरबारमा राज्य भनेको यता पोखरासम्म र यता देहरादुन गोरखपुरसम्म उनले राज्य गरेको भनेको एउटा इतिहास भेटियो। र अब डिटेल कुराहरू यो सत्य तथ्य भन्ने कुरा हामीलाई सबै जानकारी नभए पनि यो मगर राजा नै बसेको ठाउँ हो भन्ने चाहिँ यो सत्य हो। र त्यो कतिखेर त त्यो भन्दा 14औं शताब्दीमा लगभग 600 वर्ष पहिला मगर राजाले यो राज्य गरेको ठाउँ हो। र त्यतिखेर यहाँ बलियाङ राणा मगर भन्नेले राज्य गरेका थिए। उनी पहिलो हुन्। उनले यो धेरै मगर राज्यलाई एक ठाउँमा लिएर आफूले यसको राजा भएका